घुमाउँदै यो के हो धन्न हाम्रो चाहिँ यहाँ क्लच फेल गरेर यहाँ बनाउनेले छ कान्छाले फेर्दैछ अब यहाँ पनि चार्जरै खुलेर ल नमस्ते सबैलाई मेरो नाम पुरुषोत्तम राणा मगर हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग र आज स्वागत छ तपाईँलाई। आज चाहिँ म कटरातिर जाँदैछु होइन र म साथी अनि अरूको पनि डान्सरहरू पनि छ भिडियो सिडियो बनाउने अनि यताउता काम पनि छ अलिअलि यसो डकुमेन्ट्स के बनाउनु पर्ने छ र म चाहिँ अब जानलाई सब रेडी भइसकेँ चप्पलमै जान लागेको होइन ठिक छ यस्तै हो। एकछिन चाहिँ म साथीलाई पर्खिनु पर्ने साथी आउँदैछ साथी र म जानुपर्ने हेलमेट यहाँ छ बाइक लिएर जानुपर्ने हो यो स्पिकर पनि बोक्नुपर्ने अलि डेक बजाउनु चाहिन्छ चाँचो छैन हेरौँ। Welcome to rock music. Bluetooth mode. यसलाई अफ गरौँ जानुपर्ने साथी चाहिँ आउँछु भनेर म साथीलाई पर्खिरहेको छु होइन हेरौँ कहिले आइपुग्छ आएपछि म देखिहाल्छु अब यसो टिकट सिटो बनाउँछु अब यहाँ पर्खिन्जेल के गरी बस्नु टिकट सिटो बनाएर अनि जाने हो केही छैन। हामी चाहिँ अब जान लागेको थियौँ अनि बाइक स्टार्ट गरेको यस्तो भयो यहाँ तारै यस्तो सब यहाँ देखाउँदैन सब त क्यामेरा नगर यहाँ यस्तो भयो देख्न सक्नुहुन्छ बिचक भयो यहाँ अब यतिको डोराउने कि अब के गर्ने जस्तो कुरा हुन्छ आग्दा घुमाउँदै यो के हो अब हाम्रो चाहिँ बाइक बिग्रेर यस्तो भइरहेको यहाँ स्टेसन हुँदैन त्यो पनि हामी गइरहेको छ यत्तिकै अब उकालोमा अब त्यही ठेलाउने हो कस्तो पर्दैन कसरी कुद्छ होला त लु हाम्रो चाहिँ यहाँ कल चाहिँ गयो मामाको बाइक हो मेरो मामाले गयो भने मार्छ पैसा पनि नभएको बेला टेन्सन अहिले ठेल्नु चाहिँ पर्छ जस्तो लाग्छ मलाई हेर अहिले नगर अहिले तेल जोगाउन होइन के नउडाउ है गाडी यति कुरा कुद्ने रहेछ अब कुद्ने रहेछ साइज हामीलाई क्लच पनि चाहिँदैन रहेछ हेर्नु अब दुईजना मात्रै बुझाउन त होइन बिस्तारै जानु है अब हामी त अब हामी यहाँ इन्जिनियर हामी यो दोषलाई हेर्नु सक्नुहुन्छ इन्जिनियर दोष यस्तो दोषहरू भइसक्यो के चाहियो होइन अब यस्तै हो गाइड ठिकै छ पुग्ने रहेछ जोस् हामी कटारी त्यही धन्न हाम्रो चाहिँ यहाँ क्लच फेल गरेर यहाँ बनाउनेले छ कान्छाले फेर्दैछ अब यहाँ बनाउने अनि जाने जस्तो कुरा हुन्छ भिडियो सिडियो बनाउनु पर्ने प्र्याक्टिस पनि गर्नुपर्ने छ यहाँ बन्दैछ हाम्रो बनाएर अब जाने ल हामी चाहिँ बाइक साइक रेडी भएर हाम्रो चाहिँ कुदिसक्यो हेरौँ अन्त यहाँ हाम्रो यहाँनिर चियातिर जाउँ न यहाँ साइडलाई दिउँ हामी आइसकेको छौँ यहाँ हामी चाहिँ फाइनली प्र्याक्टिस क्लासमा आइसक्यौँ र मैले भनेको अघि ऊ हो हाम्रो डान्सर म्यान मेरो नाम पुरुषोत्तम राणा मगर होइन मेरो ल अब हामी यहाँ छौँ अब अर्को एउटा बुन्नु चाहिँ आउँदैछ उता पर बाइक वास गर्दैछ त्यो बुन्नुको चाहिँ होइन अब हामी एकछिन यहाँ प्र्याक्टिस गर्नुपर्ने हुन्छ त्यसपछि बोल्नु पनि आउँछ अनि प्र्याक्टिस सेक्ट गरेर भिडियो बनाउने हो अनि हाम्रो अरू पनि काम छ धेरै काम छ देउसीलाई प्र्याक्टिस गर्न चाहिँ यता हाम्रो अपोनेन्ट हो यिनीहरू अपोनेन्ट है अपोनेन्ट यिनीहरूलाई हामी यहाँ कुनै बेला हामी देउसी खेल्ने बेलामा नि तिमीलाई मैले देखेँ भने नि अपोनेन्टमा सिधै हान्छु आज चाहिँ आउँदा बाइकमा त्यस्तो हो अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो एडाप्टरको हजुर किन गीत गरिसक्यो ए एडाप्टरै खोलेन अब यो के गर्ने होला यहाँ चाहिँ हाम्रो सेलिब्रेटी मोडल हुनुहुन्छ यहाँ चाहिँ अघि आउँदा नि बाइक यस्तो भयो यहाँ पनि चार्जरै खुलेन अनि यस्तो भयो अब के गर्ने तिमीलाई थाहा छ यो खोला के गर्ने तिम्रो पनि छैन आइफोन कस्तो के भन्छ यस्तै छ कस्तो हालेछ त्यही त मैले त अब के गर्ने भनेर बाबालाई थाहा छ देखाउला है खोइ मबाट केही पनि भएन अघि पनि त्यस्तै त भएको सेम त्यही त अघि घर मैले निकालेँ होइन चार्ज हाल्नलाई अनि आफै त्यस्तो भएको
धेरै पनि राखेन यो किन कति 1 महिना 2 महिना हुन आयो डुप्लिकेट बेच्ने जस्तो छ होइन त्यस्तो नगरौँ लास्ट कति महँगो पर्छ यसको चार्जर एडाप्टर के अरे यो डाटा केबलमा त 4000 भन्थ्यो ओरिजिनललाई अब यो ओरिजिनल हो कि त्यस्तो थाहा भएन मेरो चाहिँ होइन मेरो डुप्लिकेटै होला ल नमस्ते सबैलाई मेरो नाम पुरुषोत्तम राणा मगर यो सँग दुईचोटि बोल्यो भनेको हामी चाहिँ यहाँ सुटिङ गरिरहेको थियौँ यहाँ हेर्न सक्नुहुन्छ पसिनै पसिना अब भन तिमीलाई कस्तो लागिरह म भन्दिनँ विनर पुग्नु खै पुग्नु कस्तो भइरह मलाई एकदम गर्मी लागिरहेछ कटारको गर्मी हजुर अनि तिमीले त फर्स्ट टाइममै बिगाऱ्यौ किन बिगारेको छैन कसले बिगारेको भन त दादाले यो मान्छे हो क्या वान टेक भन्छ उहाँ चाहिँ यहाँ चाहिँ बिग्रियो यहीँ बनाएको हामीले आज पनि बिगारेर नि के यतापट्टि हेरेर यस्तो यस्तो गर्छ प्र्याक्टिस गर्न गएको एकछिन प्र्याक्टिस गरौँ न त त्यसो भए आऊ त हाम्रो डुबोको चाहिँ बुनु बस्छ गर्ने हो बस बस हामी चाहिँ सबै सुटिङ सकेर यहाँनिर ब्यानर स्यानर छप्न दिएर अनि हामीले के गर्यो ओल्डिङमा रिचार्ज हालेर आइसक्यौँ र अब हामी जानुपर्ने यहाँ 3 जना छौँ दिस इज आवर टाउन म्यान नो बडी क्यान टच मी बुझ्यो नि हामीले के भन्नु मैले के भन्नु त इङ्ग्लिसमा त्यही त म इङ्ग्लिस बुझ्दिनँ भनेको छु राम्रो राम्रो छ यार देखाउनु भन्दा लाज लाग्छ के भयो पछि हाम्रो सब कुरा सुटिङहरू सब सकिसक्यो होइन अब क्लास पनि गरेर अब हामी घर जानु परिरहन्छ बाइक छु अब बाइकमा घर जान्छौँ लास्टसम्म हेरिदिनु भएको धेरै धन्यवाद हामी 500 सब्सक्राइबरको धेरै नजिक छौँ सबजनाले नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला है के भने के को छैन हेर्नु त